ललितपुरको स्मृतिमा अशोक सिनेमा हल। काठमाडौँ उपत्यकामा आर्निक सिनेमा हलको इतिहास खोज्दा राष्ट्रिय नाचघर पहिले श्री हलको कालदेखि सुरुवात देखिन्छ। जावलीखेलमा पनि एक सिनेमा हल भएको पुरानो मान्छेहरू बताउँछन्। जमलको बाटो छेउमा श्री लेखेको पुरानो चिन्ह केही समय अगाडिसम्म थियो। यी सबै हलभन्दा कान्छो हल हो अशोक सिनेमा हल। विक्रमसम्म 2010 सालतिर पाटनको पूर्वपट्टि बालीफल टोलको ठुलो लैकेब अर्थात् मुला रोप्ने बारी किनेर अशोक सिनेमा हल सञ्चालनमा आयो। मेरो जन्मले थाहा भयो भने हल बनेको र फिल्म देखाउन थालेको याद छैन, तर यहाँ पहिलोपटक हेरेको फिल्मको दृश्य आज पनि आँखा अगाडि छन्। एक महिलालाई आफ्नो शहर छोरालाई भिक्षा दान दिएर घरबाट बिदा दिन्छे। फिल्म ब्ल्याक एन्ड व्हाइट थियो। कुन फिल्म थियो याद छैन। किशोरावस्थादेखि हलमा घुम्ने जाने बानी बस्यो। साँझ साथीहरू जम्मा भएर दिनको एक पटक हलमा नगई सुखै छैन। फिल्म हेर्न होइन, चलपल हेर्न। फिल्म हेरेर फर्केको मान्छेको होल हेर्ने नै फिल्म हेरे जस्तै हुन्छ। पैसा हुँदैन, त्यसैले थर्ड क्लास नै हाम्रो लागि उपयुक्त छन्। थर्ड क्लासको अगाडि पर्दा हुन्छ। घाँटिने दुखदेखि टाउको माथि फर्काएर हेर्नुपर्ने। टिकटको मूल्य 43 पैसा पर्छ। बेच्नेले फिर्ता दिँदैन भनेर कहिले 45 पैसा लिने, कहिले 50 पैसा फिर्ता देऊ भन्न आँट हुँदैन। बेलुका खाना खाइसकेपछि हलमा जाने। दायाँ बायाँको थुनी राखेको ढोकामा बसेर डायलग सुन्ने। फाइटको आवाज आयो भने आफ्नै अगाडि फाइट खेले जस्तो लाग्ने। यही नै हाम्रो मनोरञ्जन। त्यसबेला हलका कर्मचारीहरू हाम्रो लागि हिरोभन्दा पनि ठुला। अशोक हलमा 3 जना राम नामका कर्मचारीहरू चर्चित थिए। उनीहरूमध्ये एकजना काठमाडौँ निवासी ठुलो हाकिम, दोस्रोमा पाटन सुन्दाराका कर्मचारी, तेस्रोमा माथि फिल्मको मिसिन चलाउने अपरेटर। फिल्म देखाउँदा 2टा ठुला मिसिनहरू हुन्छन्। एउटा चलाउँदा अर्को रोकिएको हुन्छ। चलाइरहेको रिल सकिन लाग्दा अपरेटरले ठ्याक्क अर्को मिसिन चलाउँछ। कहिले फिल्म चुरियो भने दर्शकले ताली बजाउने, सिटी बजाउने, मेज ठोकेर डिस्टर्ब गर्ने। रिल छिट्टो जोड्न सकेन भने दर्शकहरूले आगो ओकल्छ। राज कपुरको आवारा फिल्म र दर्शकहरूको रिस। एकपटक पुरानो रिल भएको आवारा फिल्म फेरि देखायो। रिल पुरानो भएर चलाउँदा चुरिने, रोकिने बारम्बार भयो। दर्शक बहुलाए, मेचहरू तोडफोड भए। केही नलागेर फिल्म बन्द गरियो र सूचना टाँसियो। भोलि यही टिकट ल्याएर पैसा फिर्ता लिन आउनुहोला। त्यसबेलाको टिकटको लाइन र झगडा हुने। चामल, मट्टीतेल, नुनको लाइनमा जति शान्ति, टिकटको लाइनमा त्यति नै हलचल। बेलायनमा मान्छे ब्ल्याक गर्ने दलालहरूले पनि हलचल गर्छ। टिकट लिन डरलाग्दो हुन्थ्यो। नयाँ फिल्म आएको पहिलो दिन नै हेर्नुपर्ने दर्शकहरूको स्वभावै हो। पहिलो दिन हेर्न पायो भने फुर्ती नै अर्को हुन्छ। विद्यार्थी शो र कन्सेसन। विद्यार्थीहरूले कन्सेसन छुटको माग गरेपछि प्रत्येक शुक्रबार 20 विद्यार्थी शो राखियो। यसमा कर छुट हुन्थ्यो। पछि विद्यार्थीको परिचय पत्र चाहिने भयो। पछि त बुढाबुढी पनि विद्यार्थी शोमा टिकट लिएर हेर्न आउने भयो। त्यसबेलाको टिकट दर र दर्शक वर्ग यस प्रकार हुन्छ। त्यसबेला सबैभन्दा सस्तो टिकट थर्ड क्लास 43 पैसा। यसपछि सेकेन्ड क्लास, फर्स्ट क्लास, स्पेसल, माथि कौसी, बाल्कोनी र ड्रेसल्सका सबैभन्दा महँगो। सम्पन्न परिवार गाडी चढेर आउने मान्छेहरू प्राय गरेर ड्रेसल्स वा बाल्कोनीमा हेर्ने गर्थे। तपाईहरूमध्ये कतिले पुराना हलमा सिनेमा हेर्नुभएछ? हेर्न जानको के कस्तो सम्झना बाँकी छ? कमेन्ट बक्समा लेख्नुहोला।